खै भात फेरि आइया आज चाहिँ न्यू इयर स्पेशल अब मेरो भिडियो हेरिरहनु भएको दर्शकबिन सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना 2043 सालको 43 हैन हौ 44 कति साल त नि 43 हो र 83 सालको चाहिँ धेरै धेरै शुभकामना आची के बनायो फेरि देखेन काउलीको तरकारी गोलभेडाको अचार चामलको भात अनि मासुको 6-7 परिकार छ भनेर अहिले एक बाटा लुगा धुन लागी हैन मलाई रुटिनेट लाग्यो बोर्न गरम न त्यसरी म त खाँदिन यो त काउली र भात त मिठो भएको के आज काउली आज मासु खानु हुँदैन अनि न्यू इयर छ स्पेशल सब कति परिकार छ कपडा त्यति धुनु भने एक बाटा लुगा धुन लाएर चाहिँ यत्रो काउली र भात अनि यस्तो चाहिँ अनि कसले खान्छ त नि आखिर खानु के खानु हो नि मासु भन्दा मिठो हुन्छ मासु भन्दा मिठो त केही पनि हुँदैन गाँठे अचम्म र उल्का आफूलाई भोकले रन भएर यहाँ पेट हुँडालिसक्यो उहाँ तरकारीको ताल छ काउली ल्यान्थाङ ल रिस उठ्ने ल मिठो छ भने ल आफै कच्चा हेर त मिठो त नुन लायो मसला लायो पिरो लायो टाटोइ आज खानु हुँदैन क्या जुठो परेछ मासु खानु हुँदैन के भन्छ यो फेरि मासु खानु हुँदैन आज त्यत्रो काम लगे मासु पकाछु भनेर अहिले आएर यस्तो गर्छ कि मलाई त्यही भएर काम फिट्टिकै गर्नु मन लाग्दैन आफूलाई फेरि भात नरुचेर रुच्दैन छ भने त फिट्टिकै रुच्दैन फिट्टिकै रुच्दैन भात भने एक थोपो रुच्दैन उसले एक गाँस पनि खाँदैन मासु पकाउँछु भनेर यस्तो बनाएर लास्टै झुक्काइने मलाई याद यसपालि कति पर जाने हो मासु भात खाने मलाई पिछेबाटको बमिट भएकोले एकदम गाह्रो भइछ कतिखेर खाउँ जस्तो भइन्छ मलाई त कतिको भात हाल्यो कि यता खानु पर्यो खानाको काल उसको चाहिँ थालभरि थुपारे अर्कालाई खानाको ताल भने म त ठुलो मान्छे हो नि त नि महिनामा 4-5 बोरा चामल सिधाउँछ यसले यता पुगिहाल्छ नि धेरै खानु न पेट दुख्छ अट्टी पनि बनाउँदैन कि मेरो बुढो त कस्तो नमाथेको छ धेरै खाए मैले थोरै खाए बल भन्ने थाहा छैन उसको थाना एक थाल होइन त गाई हो नि आफूलाई भात नराज उल्का त ऊ यत्रो राष्ट्र भाषा अझै पनि बढी हुन्छ यो तरकारी लानु नि तरकारी नि बरु खानै नदिनु दाल पनि कतिको हालिछे कति महँगो छ र सुत्ने त्यो तपाईँसँग भात खानु बस्नै मन लाग्दैन मलाई हजुर बोलाउनु भएको र म भात खाँदैछु है भात सेद्दियो